एउटा प्रब्लम चाहिँ के भयो भने पैसा चाहिँ के भयो भने बंगलादेशको पैसा हामीसँग सक्यो होटललाई तिर्न पनि यहाँ अब पैसा नहीं है क्या करना है होटल में भाड़ा मान तो मिलेगा कार्ड है तो कार्ड तो नहीं है इधर में डॉलर तो एक्सचेंज नहीं करेगा ना आपके डॉलर हाँ नहीं होगा अब पैसा नहीं है क्या करना है होटल में होटललाई तिर्न पनि यहाँ चाहिँ के रहेछ नि आज शनिबार बैंक बन्द पैसा साट्ने ठाउँ चाहिँ यो ठुलो ठाउँमा छैन रहेछ एक ठाउँ मात्रै छ रहेछ अब हामी खोज्दै खोज्दै जान्छौँ हेरौँ के हुन्छ अब केही पनि कुरालाई हलुका चाहिँ लिनु हुँदैन है के सोच्यो भने डलर छ डलर साटौँला अनि पैसा दिउँला होटलमा भनेर बसेको थियौँ आज हामी यो ठाउँ छोड्दैछौँ यो ठाउँ छोड्दाखेरि चाहिँ होटलमा पैसा दिने बेलामा अब पैसा साट्नु पर्यो भनेको पैसा साट्ने ठाउँ नै छैन भन्नुभयो क्या यो सहर चाहिँ लास्टै ठुलो छ यहाँ 70 लाख मान्छे घुम्न आउँछन् सबै चिजको फ्यासिलिटी छ 1000 भन्दा धेरै होटल छन् लाखौं मान्छेलाई यो ठाउँले एकैचोटि राख्न सक्छ अब सिधै 4-5 किलोमिटर टाढा चाहिँ एउटा पैसा साट्ने ठाउँ रहेछ त्यहाँ चाहिँ यो अटोमा हामी जाँदैछौँ हेरौँ अब खुलेको छ कि छैन यो ठाउँमा आइपुग्यो अब यता चाहिँ यो एउटा होटलमा चाहिँ पैसा साट्छ भनेर सुनेको थिएँ यहाँ पैसा साट्न चाहिँ समस्या रहेछ हामीले चाहिँ डलर लिएर आएको थियौँ टाका सक्यो यहाँको पैसालाई टाका भन्ने रहेछ अब यहाँ होटलमा सोध्ने हो यो होटल सी क्वीन रहेछ ओ के हो यहीँनेरि कता ए मनी एक्सचेन्ज रहेछ नि त हो ल दामी कुरो फाइनली भेट्यो यार यो पैसा साट्ने ठाउँ आइपुग्न पनि लगभग बंटी ये कितना टाइम में ओपन होगा ओपन 10 o'clock 10 o'clock दूसरी जगह में ओपन नहीं है दूसरी जगह नहीं है दूसरी जगह नहीं है इधर भी मनी एक्सचेंज नहीं है ज्यादा नो नो ये ओनली वन क्यों इतना फेमस ठाउँ है नो ओनली वन एउटै मात्रै क्या पैसा फेरि 1000 पनि छैन सक्यो 10 बजे ओपन होगा बरु पर्खिने हो आज तो सैटरडे ओपन होगा ना ओके हम नेपाल से अन्तिममा नसोधे पनि हम नेपाल से भनेर दिउँ न हम नहीं भन्छ मे बोल्न पनि नहीं आता है डलर साट्नका लागि एउटा चुनौती नै रहेछ हेरौँ के हुन्छ एकैछिन बस्नु होला अनि अब यो एउटै भएपछि रेट पनि भने जस्तो चाहिँ पाइँदैन होला अब कति बेर पर्खिने हो पर्खेर साटिन्छ युट्युबमा भिडियो आएको छ हेर्नु होला तर अनि के हो भाग्यमानीको अर्कै हुन्छ भन्थ्यो हो कि हो मान्छे आयो यार हेर्दा हेर्दै बोलाए जस्तै भयो हेर्नु त ऊ पर मान्छेले खोल्दै हुनुहुन्छ हेर्नु है हेर्दा हेर्दै खुलो 10 बजी खुल्छ भनेको त्यतिकै भाग्य त होइन नि हौ नाम त यहाँ हेर्नु त नाम त्यतिकै भाग्य हो त 10 बजी खुल्छ भनेको कति छिटो खुलो नि अरे हे जाएंगे सर खुल गया सर आपका इंतजार में थे हम आपके लिए आया है नेपाल से मिलने के लिए बोलूँगा भाइ भाइ यस्तो बोल्नु पर्यो नि त ल फाइनली आइपुग्यौँ हामी अब यहाँ रेट कस्तो दिन्छ जुत्ता खोल्ने चलन हुन्छ प्राय यहाँ चाहिँ बस्नेको लागि चिटिक्क है अब यहाँ यो साट्ने ठाउँ हो डलर चाहिँ कहाँ छ नि मेरो छन चाहिँ छ हेरौँ ल अब रेटहरू कति छिटो खुलेको है टाइममा अलिकति साट्नु पर्यो अब म दरै साट्छु यसले मलाई कम्ता दुःख दिएको थियो 37,000 हो
यति पैसा भएपछि अनि घुमिँदैन त बङ्गलादेश। यति पैसा लिएर म यहाँ जान्छु यहाँ जान्छु भन्यो क्या। पैसा त फाइनली पैसा पाइयो। ओके थ्याङ्क यू बाई बाई। गएको यति पैसा अब यहाँबाट लिएर आएँ मैले। खोज्दा भेटेको यार यो पनि। यो पाउन पनि लगभग हामीलाई चाहिँ के भयो भने यो पैसा होटलमा तिर्ने बेलामा पैसै सक्यो क्या। डलर थियो, डलर साट्नु पर्यो भनेर सोधेको छँदै थिएन। अनि करिब 10-15 मिनट 4 किलोमिटर 5 किलोमिटर टाढा आएर एउटा मनी एक्सचेन्जमा पैसा साट्यो। अब यति भएपछि हामीलाई गाह्रो पर्दैन। र अब आउँदैछ खतरा भिडियो। युट्युबमा हेर्नु होला भाग्य नेउपाने सर्च गरेर है त। ल फर्निचर चाहिए दमक सोफा सेन्टर आउनु होला। आउने बाटो भाटबाटै नि पुग्नु पर्दैन। दमकबाट आउँदा मालपोत कटेपछि दमक सोफा सेन्टर आउँछ, हाइवेमै छ।